कसैको पनि चिना कुण्डलीमा बुध र राहुको युति छ भने तपाईले आफ्नो चिना कुण्डली निकाल्नुहोस् र चिना कुण्डलीमा हेर्नुहोस् बुध राहुसँग बसेका छन् कि छैनन्। यदि बुध र राहुको युति छ भने सबैभन्दा प्रमुख काम त तपाईले आफ्नो बच्चाको कुण्डलीमा हेर्नुस्। आफ्नो भन्दा पनि कुनै पनि जातकको चिना कुण्डलीमा बुध र राहुको युति छ भने यस्ता जातकहरू फोटोजेनिक मेमोरी हुन्छ भन्छ। भनेको उनीहरूले जे देख्छन् त्यो कुरा उनीहरुमा त्यो पुरा भिजुअल उनीहरुको मेमोरीमा बस्छ र यस्ता जातकको अगाडि बुवा आमाले कहिले पनि गलत कार्य गर्न हुँदैन। कुनै पनि कार्य हो, कुनै पनि दुर्व्यसनहरू बच्चाहरूको अगाडि गर्ने, झगडा गर्ने आदि क्रियाकलाप गर्नुभयो भने निकट समयमै त्यो बच्चाले तपाईले गरेको कुरा कपी गर्ने सम्भावना अत्याधिक हुन्छ। त्यसकारणले गर्दा चिना कुण्डलीमा यदि यस्तो युति छ भने यस्ता बच्चाहरू जस्तो संस्कार पाउँछन् त्यस्तै हुन्छन् र यस्ता जातकहरू सबैभन्दा प्रभावित हुन्छन् साथीहरूबाट र साथीहरूको लहलहीका कारणले बिग्रिने, लागु पदार्थ दुर्व्यसनीमा फस्ने र कुनै विशेष घटनाहरू घटाउने हात पनि यिनीहरूमा हुन्छ। त्यसैले तपाईको बच्चाको कुण्डलीमा यदि यस्तो योग छ भने यस्ता जातकलाई उसको साथीहरू कस्ता छन् त्यो कुराको ख्याल तपाईले राख्नुहोला। अन्यथा अगाडि यिनीहरूको जीवन धेरै भयावह अवस्था हुन सक्ने सम्भावना छ र यिनीहरूलाई अर्को कुरा हामीले यसको लागि रेमेडी के गर्न सकिन्छ त भन्दा यस्ता जातकहरूलाई हामीले विशेष गरी प्राविधिक कुराहरू सिकाउने, टेक्निकल कुराहरूमा चाहिँ यिनीहरूलाई जोड दिनुपर्छ र यिनीहरूको कुनै लर्निङ सिस्टम अथवा यिनीहरूले कुनै सिक्ने कार्यहरू अथवा आफ्नो स्कुलको पाठ्यक्रम भन्दा बाहिर कुनै न कुनै कुरामा चाहिँ यिनीहरूलाई इन्गेज गराएर जुम इन्ट्र्याक्सन मार्फत होस्, युट्युब मार्फत होस्, कुनै पनि सञ्चार माध्यमबाट यिनीहरूलाई चाहिँ त्यो कुरा सिक्न लगाउनु भयो भने यिनीहरूलाई त्यसको प्रभाव अलिक कम हुन थाल्छ। किनभने राहु भन्ने बित्तिकै हाम्रो प्रविधिसँग जोडिन्छ र बुध भन्ने बित्तिकै हाम्रो सञ्चारसँग जोडिन्छ। यो दुईटैलाई कम्बाइन गरेर तपाईले जब त्यो बच्चालाई सिकाउनुहुन्छ, कुनै पनि लर्निङ प्याटर्न तपाईले दिनुहुन्छ भने त्यस्ता जातकहरूले फेरि बिस्तारै सुध्रिँदै जान्छन् र पागल भयो भन्छौँ नि हामीले, हो यस्ता जातकहरू पागल पनि हुन सक्छन्। यिनीहरूमा कुनै पनि कुरालाई अति गर्ने स्वभाव पनि हुन्छ। त्यसकारणले गर्दा यिनीहरूलाई लिमिटेसनमा राख्न सक्नुभयो भने यस्ता जातकहरू हाइएस्ट मेमोरी पावरका पनि हुन्छन् र जति पनि गिनेस बुक अफ वर्ल्ड रेकर्ड बनाएका विद्यार्थीहरू भनिन्छ नि हामीले कुनै कुराको सम्झना गरेर मेमोरी पावरमा यस्ता जातकहरू त्यसमा चाहिँ अब्बल हुन्छन्। यो कुरा चाहिँ ख्याल गर्नुहोला र आफ्नो बच्चाको चिना कुण्डली एउटा योग्य कुशल गुरुजी मार्फत देखाएर बच्चाको जीवनलाई कसरी अगाडि बढाउने त्यस विषयमा पनि जानकारी राख्नुहोला। यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनुहोला, कमेन्ट गर्नुहोला र तपाईको बच्चाको कुण्डलीमा यस्तो योग छ भने तपाई आफू पनि सचेत रहनुहोला र बच्चालाई पनि सही मार्गदर्शन दिनुहोला। राधे राधे।